हामी चाहिँ अब तपाईलाई मैले बागलुङ समाजले चाहिँ गरेको यो पिकनिक रमाइलो कार्यक्रम कसरी सुरु हुँदैछ मैले यहाँ सुवनबाटै हामी चाहिँ यसरी जाँदैछौँ। ल है को हुनुहुन्छ ल साथीहरू है सबै हुनुहुन्छ। अब हाम्रो भेटघाट रेस्टुरेन्ट सुवनमा चाहिँ तपाईँ 10 नम्बर गेटबाट नजिकै आउनुभयो भने एकदमै अहिले एकदमै चर्चित पनि छ। अनि हाम्रो एकदमै जुझारु दाई नारायण दाईले गाडी चलाइराख्नु भएको छ र म चाहिँ अगाडि छु। यहाँबाट हामी निस्किँदैछौँ। ल यो चाहिँ पुरै भिडियो चाहिँ इलाका खबरको युट्युबमा र मेरो पेजमा पनि तपाईँले हेर्न सक्नुहुनेछ। अब हामी मुख्य हाइवेमा जाँदैछौँ। हामी जानेको सुवनसी फाल्दाङगु मेसम्रोमा छौँ अहिले हामी चाहिँ। यहाँबाट चाहिँ हामी आङसङ जाँदैछौँ। ल 1 घन्टा जतिको यात्रा हुँदैछ। सुवनमा चाहिँ कसरी आउन सकिन्छ के छ सुविधा तपाईँको चाहिँ अहिले? सुवनमा जुन कुनै ठाउँदेखि केटिएक्स लोकल ट्रेन बस आदि इत्यादि चढेर सुवन यकमा आउनुभयो भने 10 नम्बर गेटमा हामी छौँ। तपाईँहरूलाई आवश्यक पर्ने जुन कुनै सेवाहरू उपलब्ध गराउन सक्छौँ हामी। फेरि केही समस्या पर्छ भने अहिले थर्किन्छ के त तातेपछि मैले भ्याएसम्म दिनको 22 घन्टा म कुद्ने गरेको छु। यो कुदाइमा कोही सँगसँगै हिँड्न चाहनुहुन्छ म त्यसो गर्न सक्छु भन्ने योग्यता भएको मान्छे आउनुहुन्छ भने म सँगसँगै हिँडाउन तयार छु। र हामी चाहिँ बागलुङ सम्पर्क समितिको बागलुङ समाजको यो पिकनिक कार्यक्रम जाँदैछ र साथीले चाहिँ भर्खरै यो नौमती बाजाको पनि प्र्याक्टिस गर्दै हुनुहुन्छ। अहिले चाहिँ बम्बा नै बजाउनुहुन्छ होला। ज्यानबाट मासुले ओ ज्यानबाट मासुले दिन रातैको चम्धारा आसुले आइपुग्यो बाउलुङ बजार हिँडेको म त भोमलाई नलाउन मेरो आजको यो यात्रा यो पिकनिक विशेष कार्यक्रम चाहिँ के हुन्छ यहाँको सबै भिडियो पनि तपाईँले हेर्न सक्नुहुनेछ। र अहिले लाइभमा चाहिँ छैन म। अब तयारी बसारी बस यहाँ ढ्याक्कै झर्ने बेला आइसक्यो। ल झर्ने बेला भयो। यो गाडी त्यही जाँदा त छोबुङ देखाछ। हो यो सिकारु गाडी लिएर ल एकटा नरा हान्ने बेला आइसक्यो। कस्तो छ त पिकनिकको अवस्था के पाकिरहेको छ खाना कोले कस्तो पकाइरहेको छ अब त्यो चाहिँ हेरौँ है। अब हामी चाहिँ एकदम एक्साइटेड छौँ है। आङसङको यो मिनबाग हो। यो मिनबाग भनेको चाहिँ यहाँको होमस्टे जस्तो मिनबाग। ओके प्रतीक्षाको घडी हो समाप्त बागलुङ बजार माया भेरी नाइस। ल यहाँ चाहिँ सबै रेडी भइसकेको छ र एउटा चाहिँ झर्ने बेला एउटा गीत जाँदैछ। ल भाइ बल्ला आङसङ बिहारी कस्तो छ देखियो पहिलो चोटि पहिला नि टेकियो ओ एक लाख के छ बिहिन सर आइसक्यौँ। ल हामी आइसक्यो। ल फाइनल्ली सज्जन कुमार सिंह र विष्णु सापकोटाको भेट भयो। ल सरप्राइज लङ टाइम एकदम। अनि कति छिटो आइदियो एकदम पुरानो दोस्ती हाम्रो है छुमछाङदेखिको हाम्रो हाम्रो ल हाम्रो भाइ पनि आइसकेको रहेछ। ल मैले भिडियो सुरुबाटै गराएको छु नि। यहाँ चाहिँ हाम्रो सबै रेडी हुँदैछ। साथीहरूले यो गरिराख्नु भएको छ। झोला राख ल।
सबै सेट भइरहेको छ र यहाँ चाहिँ हुनु पर्छ के त्यो जोडीको अघि एक भाडा त्यो भाडामा नै पानी सेल पनि हो मलाई खुट्टा दिनु एउटा ओके हाम्रो चाहिँ स्टार्ट भइसकेको छ टेस्ट कस्तो छ खानाको ठिक छ यो प्रारम्भिक छ न प्रारम्भिक जीवन टेस्ट एकदम बेस्ट छ म नेपाल आइपुग्यो भन्ने मलाई भान भइरहेछ म नेपाली पाराको है टिपिकल नेपाली छ हाम्रो आइटमहरु पनि त्यस्तै छ सेलरोटी यहाँ चाहिँ ट्याक्क पुरा बत्ती पनि आएछ गजब भयो होला धुवा बनाएको तले भोलि प्रदूषणको लागि आउला बिल आउला 5-10 लाखको छुट्टी छ हामीलाई छोड्देऊ कुरा कामका मायालु यो मुलो त अर्को ल्याउने बेला हुन लागिसक्यो लाइभमा सुनेर नि हँसिन्छ नाच्नु होला ल यो पिकनिकमा चाहिँ शिवरात्रिको झल्को मेट्यो ल आगामी चस गर्ने यसरी के यसरी हामीले यसरी
बागलुङ नगरपालिका यता छ बागलुङ नगरपालिका अनि यताको भाग चाहिँ गलकोट छ हेरौँ है त अब सुरु हुँदैछ पोजिसन भएन ननुग्नुकै ल है ल बागलुङ नगरपालिका ल है संरक्षण बागलुङ समाजको संरक्षण समूह र यता चाहिँ गैँडाकोटको समूह छ हेरौँ संरक्षण सल्लाहकार ल बागलुङको संरक्षण समूहले 1 गठले जितेको छ निसी खोलाको टिम छ उता चाहिँ बडीगाडको टिम छ निसी खोला र बडीगाडको यो रमाइलो हेरौँ है त दुई गेम नै अरे ढोरपाटन र यता चाहिँ बागलुङ समाजको सल्लाहकार समिति छ हेरौँ है त हाम्रो सुभाष दाइ बेस्ट अफ लक यताको ढोरपाटन यो भाग चाहिँ ल बुढा मैले पाउँछ आयो बुढा नगरपालिकाले अगाडि जितिसकेको छ र फेरि अब दोस्रो चरणमा चाहिँ बडीगाडसँग होइन बडीगाडसँग लगभग फाइनल होइन सेमी फाइनल हो बडीगाड गाउँपालिका र बागलुङ नगरपालिकाको बिचमा हुँदैछ ल है बागलुङ बेस्ट अफ लक तातेकै छ लाइभ ल है ढोरपाटन नगरपालिका र बागलुङ नगरपालिका बीचमा यो फाइनल गेम फाइनल बागलुङ बेस्ट अफ लक $50,000 पुरस्कार सौजन्य सांस्कृतिक कार्यक्रम अनि खेलकुद लगायत र यसबाट हामीले आफ्नो गाउँठाउँमा सक्दो समाजसेवामा पनि लागिरहेका छौँ गर्न सक्ने सहयोगहरू गरिरहेका छौँ यसरी तपाईहरूको साथ सहयोग निरन्तर रह्यो भने आगामी दिनहरूमा एक केस मेगजु पनि जितेको त पहिलो रेकर्ड हो यार कार्यक्रम भएको थियो त्यसमा हामीले यो पुरस्कार जुन पाइएको छ नि त्यो पुरस्कार हामीले जुन बागलुङ मानव आश्रमलाई हस्तान्तरण वाउ सबैको नाम लेखेर तपाईहरुले बागलुङ मानव सेवा आश्रममा चाहिँ सहयोग गरिदिनु होला भन्ने अनुरोध गर्दैछु ल है ल हाम्रो मेहनती दाजुहरूले चाहिँ आजको कार्यक्रम एकदमै सफल रूपमा चाहिँ सम्पन्न गर्नुभएको छ
यसरी ओके हामी चाहिँ सबै हेर्नु भयो होइन सुरुदेखि अन्त्यसम्म एकदमै बब्बाले भयो र यो ठाउँबाट चाहिँ लगभग हामी एकदम रमाइलो गरेर नाचगान गरेर सबै बागलुङदेखि लिएर नेपालका सम्पूर्ण नेपाली महानुभावहरू आउनुभएको थियो रमाइलो एकदमै भयो र भिडियो कस्तो लाग्यो यहाँ यो भिडियोमा देखिन्छ सम्पूर्ण हाम्रा बागलुङे गैर बागलुङे यहाँ आउनुभएका साथीहरूलाई चाहिँ लाइक शेयर र सब्सक्राइब गर्नु होला इलाका खबर युट्युब च्यानल फेसबुक पेज र मेरो फेसबुक पेज पनि लाइक शेयर सब्सक्राइब गर्नु होला भन्दै फेरि कुनै रमाइलो त्यस्तै माहौल भयो भने त्यो माहौलबाट पनि तपाईँलाई मैले यस्ता भिडियोहरू कन्टिन्यू रूपमा पस्कने बाचा गर्दै आज यो बागलुङ समाजको रमाइलो पिकनिक कार्यक्रमबाट सम्पूर्ण टिम सहित म सदन कुमार सिंह पनि बिदा गर्न चाहन्छु नमस्ते आने आशयो काट्नु दुःख काटियो जीवनमा अब तिमीले नदुखाइदेऊ इलाका खबर निरन्तर खोज र खबरदारी।